ल वेलकम वेलकम ड्याडी, हजुरलाई घरमा स्वागत छ। आज लाउरेको जिम्मेवारीको भारी बिसाउँदै घर फर्कदै हुनुहुन्छ। अब नयाँ जीवनको सुरुवात गर्न हजुरलाई घरमा धेरै धेरै स्वागत छ। यति लामो समयसम्म लाउरेमा कार्यरत भएर आफ्नो जिम्मेवारी वहन गरेर आफ्नो कर्तव्य पुरा गरेर घर फर्कदै हुनुहुन्छ। आज 2083 साल वैशाख 6 गतेसम्म 21 वर्ष 2 महिना 5 दिनसम्मको यो लामो यात्रालाई बिट मार्दै आज घर फर्कनु भएको छ। अबको जीवन अझै धेरै सुखमय होस्, अझै धेरै सफलताले भरियोस्। अबको रिटायर्ड लाइफ झनै सुखमय होस्। अबको रिटायर्ड लाइफमा झन् हजुरले सोचेको जस्तो कुराहरू पुरा हुँदै जाउन्। वेलकम वेलकम टु द होम। ल हजुरलाई धेरै धेरै शुभकामना, धन्यवाद। सर्वप्रथम त आज यो ड्याडी घरमा आएको खुसियालीमा छोरोले मलाई सरप्राइज भिडियो बनाइदिएकोमा छोराले देखाएको माया चाहिँ आत्मसम्मान गर्दछु। हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु। यो 21 वर्ष 2 महिना 5 दिनको सेवा अवधि पुरा गर्ने हामी जागिर खाने मान्छेले होइन, यो घर परिवार फ्यामिलीले गर्दाखेरि नै यो हामी लामो समय चाहिँ जागिरमा अहोरात्र खटिने सहज वातावरण बन्नु छ। त्यसैले यो आजको यो उपलब्धि भनेको मेरो होइन, मेरो फ्यामिलीको हो। यो उपलब्धि भनेको तिम्रो हो। आजसम्म तिमीले जसरी साथ सहयोग गर्यौ, आउँदा दिनहरूमा पनि यसरी नै साथ सहयोग गर्नु। जागिर खानु मात्रै ठुलो कुरा होइन, घरको फ्यामिलीले आफ्नो श्रीमानलाई, बाहिर गएको श्रीमानलाई जागिर खानको लागि सहज वातावरण मिलाइदिनुपर्छ। हामीले जतिसुकै प्रगति गरे तापनि त्यसको मुख्य हात भनेको आफ्नो फ्यामिलीको हुन्छ। त्यसैले तिमीलाई यो पहिलो अध्याय मात्रै होइन, यो पहिलो अध्याय पछिको दोस्रो अध्याय पनि तिमीलाई धेरै धेरै शुभकामनाका साथ अबका दिनहरू आजसम्म घर बाहिर बिताए तापनि अबका दिनहरू घरमै आफ्नो परिवारसँग हातेमालो गर्दै घर परिवारलाई साथ सपोर्ट गर्दै यो जीवन जिउने एउटा आधार बनाएको छु। यसमा फेरि पनि तिमीलाई 21 वर्ष 2 महिना 5 दिनको मेरो भन्दा पनि तिमीलाई धेरै धेरै शुभकामना। आउँदा दिनहरूमा पनि यसरी नै मलाई साथ सपोर्ट गर्दै जानु। हस्त, धन्यवाद।